गणतन्त्र आयो, जनता सर्वोच्च भनियो। 17,000 को बलिदान, हजारौं आमा बुवाका चिहान, टुहिरिएका परिवारको आँखामा टल्किएको आशा, सबै जोडेर हामीले नयाँ युगको ढोका खोलेका थियौँ। तर ढोका त खुल्यो, भित्रको कोठा अझै अँध्यारो नै छ। नेता बदलिए, कुर्सी बदलियो, भाषण बदलियो, तर जनताका पीडा उस्तै उस्तै कतै अझ गहिरिए। गणतन्त्रको नारा सुन्दा त लाग्थ्यो स्वास्थ्यमा पहुँच, शिक्षामा समानता, रोजगारीको अवसर, महिला पुरुषको समान अधिकार, दलित गरिबलाई न्याय, सडक पुल बिजुली पानी, विकासको गति सबैका ढोका खुल्ला हुनेछन्। गणतन्त्र आएको 17 वर्ष नपुग्दै सच्चाइ उही छ। दूरदराजका बस्तीमा अझै अँध्यारोले उज्यालोलाई जितिरहेको छ। स्वास्थ्य चौकीमा सिटामोल छैन, विद्यालयमा शिक्षक छैन, खानेपानीको धारो सुक्खा छ, गाउँको बाटो बर्खा लागेपछि हराउँछ, मेहनती युवाहरू देश बाहिर कठोर मजदुरीमा बेचिन बाध्य छन्। गणतन्त्र आयो तर भोको पेट अझै जिउमै छ। गणतन्त्र आयो तर अन्याय अझै चौतारीमै बसेको छ। गणतन्त्र आयो तर अस्पतालले गरिबलाई फर्काउने क्रम रोकिएन। गणतन्त्र आयो तर विद्यालयले भविष्य बनाउने भन्दा आफ्नो सङ्ख्या मिलाउनेमै सन्तुष्ट छ। गणतन्त्र आयो ससाना कामका लागि पनि दलाल सिफारिस खोजिरहेको छ। अधिकारको सूची लामो छ, तर लागू हुनुपर्ने ठाउँमा हेर्ने कोठा मात्र छ। हेर्नेहरू जसलाई सत्तामा नजिक भएर बोल्दा मात्र सुनिन्छ। गणतन्त्रले नेतृत्व त फेर्यो, तर चरित्र फेरिदिन अझै सकेन। जसले जनता भने ऊ जनतालाई भेट्न गाउँ टोलमा कहिल्यै गएन। सिंहदरबार पुगेपछि जनता उसको डायरीबाट हराउँछन्। अहिले पनि धेरै आमा बुवाका हात रित्तै छन्। धेरै युवा सपना पुरा गर्न विदेश पुगेका छन्। दूरदराजका बस्तीका छोराछोरी भोकै सुत्छन्। जनताको घर घरमा संविधान छ, तर अधिकार छैन। व्यवस्था बदल्न जन्मिएको गणतन्त्र के जनताको पीडा दुःख भुल्न जन्मिएको थियो कि जनताको आँसु सुकाउन? यसको जवाब जनताले कहिले पाउँछ?